बालनजी र रासोपा बीचमा सहमति हुँदा के सहमति भएको थियो? बालनजीलाई प्रधानमन्त्री अनि चाहिँ रविजीलाई पार्टी अध्यक्ष हो कि होइन भन्नु त? त्यो सहमति भइसकेको थियो। त्यसपछि मसँग सहमति हुँदा उहाँले उपाध्यक्षमा बस्नुभयो, मैले मानिदिएँ। म पनि एउटा चाहिँ क्यान्डिडेट त होला नि त, तर मैले त उपाध्यक्ष पनि मानेर गएको हो नि त। म एउटा आफ्नो आइडेन्टिटी भएको मान्छे, म एउटा उपाध्यक्ष पनि त्यो थर्ड फोर्थ क्याटेगोरीमा राख्दा पनि हुन्छ भनेर गएको मान्छेले मैले पदको बार्गेनिङ गरेँ। केन्द्रीय सदस्य चाहिँ 30% दिन्छु भन्नुभएको थियो, पछि चाहिँ 12 जना दिन्छु भन्नु, त्यो पनि हुन्छ भन्ने होइन। अनि के चाहिँ पदमा चाहिँ मैले लास्टमा साधारण सदस्य राखिदिनुहोस्, मेरो चाहिँ हाम्रा साथीहरूलाई एडजस्ट गरिदिनुहोस्। अब साधारण सदस्यमा बस्छु भन्ने मान्छेलाई पदको बार्गेनिङ गर्यो भन्ने कि पहिल्यै पद बाँडफाँड गर्नेहरूलाई चाहिँ भन्ने त? हामी काम गर्ने परिणाम दिने मान्छेलाई हामी सोसल मिडिया चलाउनु पनि आउँदैन। सोसल मिडियामा हाम्रो रियलमा जे हाम्रो कुरा हो त्यो सोसल मिडियामा आउँछ। यो फेब्रिकेटेड गरेर एल्गोरिदम बनाएर कुनै कमेन्टलाई आउनै नदिने, कुनै कमेन्ट मात्रै आइरहने एल्गोरिदम बनाएर त्यो सोसल मिडिया चलाएर तपाईँले भने जस्तो यो मान्छे जित्छ ऊ मान्छे जित्छ भनेर रियलमा फिल्डमा त्यो हुँदैन। हाम्रो मान्छे जित्छ, हामी जित्छौँ, 100% जित्छौँ। हामी काठमाडौँमा, म मात्रै होइन, काठमाडौँमा धेरै हाम्रो उम्मेदवारहरू सबभन्दा बढी उम्मेदवार उज्यालो नेपाल पार्टीको जित्छ। जुनसुकै बहसमा चाहिँ हामी छलफल गर्न, जुनसुकै बहसमा बस्न हामी त सधैँ तयार छौँ नि होइन। हामी एउटा आफ्नो पहिचान बोकेर आएको, एउटा स्पष्ट दृष्टिकोण बोकेर आएको, एउटा भिजन लिएर आएको, एउटा कार्यान्वयन क्षमता बोकेर आएको, यो देशलाई हामी कहाँ लान्छौँ भनेर एउटा भिजनसहित आएको पार्टीले, नेतृत्वले बहसबाट भाग्ने त हाम्रो चाहिँ कुनै उद्देश्य नै हुँदैन नि। हामी त जुनसुकै बहसमा हामी बसेर जस्तोसुकै एजेन्डामा हामी तयार चाहिँ छलफल गर्न हामी तयारै छौँ। अन्तिममा सर म सक्नु पुगेँ। अनि जसरी यहाँले यो त आन्तरिक कुराहरू रह्यो पार्टीको होइन, र पछिल्लो समय प्रधानमन्त्रीका उम्मेदवारबिच जुन पछिल्लो सार्वजनिक बहसका कुराहरू पनि चलिरहेको छ, यहाँले पनि आफूलाई प्रधानमन्त्री त्यो उम्मेदवारको रूपमा अघि सार्नु भएको छ। तर पछिल्लो समय राजनीति चाहिँ सामाजिक सञ्जालमा मात्रै एउटा डिबेटको तरफ भएको छ। कुनै त्यसको न बहस न त्यसको एजेन्डाहरू क्लियर कसले के हुन्छ, एउटा सोसल मिडियाले चाहिँ एउटा राजनीतिलाई चलाइरहेको जस्तो अनुभूति भइरहेको छ। तपाईँ प्रधानमन्त्रीको उम्मेदवार भइरहँदाखेरि यो सार्वजनिक बहसलाई कसरी हेर्नु भएको छ र यो बहसको लागि तपाईँ तयार हो कि होइन? जुनसुकै बहसमा चाहिँ हामी छलफल गर्न, जुनसुकै बहसमा बस्न हामी त सधैँ तयार छौँ नि होइन। हामी एउटा आफ्नो पहिचान बोकेर आएको, एउटा स्पष्ट दृष्टिकोण बोकेर आएको, एउटा भिजन लिएर आएको, एउटा कार्यान्वयन क्षमता बोकेर आएको, यो देशलाई हामी कहाँ लान्छौँ भनेर एउटा भिजनसहित आएको पार्टीले, नेतृत्वले बहसबाट भाग्ने त हाम्रो चाहिँ कुनै उद्देश्य नै हुँदैन नि। हामी त जुनसुकै बहसमा हामी बसेर जस्तोसुकै एजेन्डामा हामी तयार चाहिँ छलफल गर्न हामी तयारै छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता हुँदै गर्दा उज्यालो नेपाल पार्टीबाट कुनै पनि व्यक्ति समानुपातिक सूचीमा परेनन् भन्नुभयो, तर हिमा विश्वकर्मा लगायतका केही व्यक्तिहरू समानुपातिक सूचीमा परेसँगै सांसद बन्ने पक्का पक्की भएपछि उनीहरू उज्यालो नेपाल पार्टीमा आएनन्। के भन्नुहुन्छ यसमा? त्यो उहाँहरूलाई शुभकामना छ। उहाँले आफ्नो चाहिँ भविष्य हेर्नुभयो, हामीले नै राखिदिया हो उहाँलाई एक नम्बरको समानुपातिकमा। यतापट्टि उज्यालो नेपाल पार्टीको चाहिँ समानुपातिक सूचीमा पनि उहाँ एक नम्बरमै हुनुहुन्थ्यो, दलित कोटाबाट, महिला कोटाबाट होइन। र त्यहाँ पनि हामीले राख्ने बेलामा उहाँको मात्रै एक नम्बरमा परेको रहेछ, अरू जति कोही पनि नपर्ने गरेर राख्नु भएको छ। 18वटा हामीलाई कोटा दिनुभएको थियो। अब पहिला 30% भनेको थियो, 18वटा दिनुभयो। 18वटामा पनि एक नम्बर एउटा मात्रै पर्ने, त्यो पनि चाहिँ हाम्रो रिमाजीको मात्रै पर्ने गरेर राख्नु भएको रहेछ। र उहाँको चाहिँ पछि छुट्टिएपछि उहाँको एक नम्बरमै परेको छ। उहाँलाई शुभकामना छ। उहाँलाई चाहिँ मैले चाहिँ त्यस्तो कुरा के पनि भनेको छैन। उहाँ आफ्नो हिसाबले, आफ्नो क्यारियरको हिसाबले त्यहाँ बस्नु भएको छ। उहाँलाई त्यसपछि उहाँसँग सम्पर्क भयो कि भएन?
हिमा विश्वकर्माले हजुरलाई सम्पर्क सम्पर्क गर्नुभएको छ होइन सम्पर्क भएको छ सम्पर्क भएको छ के भन्नुभएको छ उहाँले? होइन त्यो चाहिँ आफ्नो मेरो क्यारियरको हिसाबले पनि म त्यहाँ बस्छु भन्नुभयो मैले फर्किने सम्भावना कतिको छ के भन्नुहुन्छ? त्यो उहाँको चाहिँ इच्छामा भन्नुपर्ने कुरा उहाँलाई मैले चाहिँ कुनै चाहिँ विरोध पनि गरेको छैन नराम्रो पनि बोलेको छैन उहाँले आफ्नो क्यारियर हेर्नुभयो त्यहाँ बस्नुभयो उहाँलाई शुभकामना छ। हुन त त्यो सम्झौता भए पछाडि तपाईँ एकदमै थकित मुद्रामा देखिनुहुन्छ हुन त पहिले नै भनिहाल्नु मलाई चाहिँ ठुलो धोका भयो भनेर भनिहाल्नुभयो अहिले चाहिँ कस्तो भइरहेको छ त्यो भनिदिनुहोस्। हामी एकदमै खुसी लागेको छ देशैभरि उज्यालो नेपाल पार्टीको कसैको एप्लिकेसन छैन हामीलाई कुनै किसिमको ब्यागेज हामीसँग छैन उज्यालो नेपाल पार्टी हामी स्वतन्त्र रूपले अगाडि बढिरहेछ। काठमाडौँ क्षेत्र नम्बर 3 मा तपाईँ आफै पनि उम्मेदवार हुनुहुन्छ त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले राजु पाण्डेलाई उम्मेदवार बनाएर चुनावी मैदानमा लिएको छ त्यहाँ के देख्नु भएको तपाईँ जित्नुहुन्छ तपाईँ नै हार्ने सङ्केत भनेका छन् जनताले धेरै नै सामाजिक सञ्जालमा त्यसै समाचार आइरहेको छ। यही कुरा गरेर म सोही बोल्नु छोडेँ जसरी उहाँले सामाजिक सञ्जालको कुरा गर्यो चुनाव एकदमै नजिकै छ होइन पछिल्लो समय सोसियल मिडियाले चाहिँ एउटा एल्गोरिदम के हालिदिएको छ भने चाहिँ कुनै भिडियोले चाहिँ एउटा सोसियल मिडियाले गर्दाखेरि त्यसको राजनीति चलिरहेछ होइन सोसियल मिडियाले राजनीति चल्नु र विचारले राजनीति चल्नु चाहिँ यो विषयलाई कसरी हेर्नु भएको छ? म हेर्नुहोस् मैले अघि नै भने यो सोसल मिडिया यो मिडिया भाषणबाजी यो चाहिँ सोसल मिडियामा एल्गोरिदम बनाएर सबै कन्ट्रोल गरेर हामी चाहिँ स्थापित भएको मान्छे होइन हामी कामले स्थापित भएको हामी काम गर्ने परिणाम दिने मान्छेलाई हामी सोसल मिडिया चलाउनु पनि आउँदैन सोसल मिडियामा हाम्रो रियलमा जे हाम्रो कुरा हो त्यो सोसल मिडियामा आउँछ यो फेब्रिकेटेड गरेर एल्गोरिदम बनाएर कुनै कमेन्टलाई आउनै नदिने कुनै कमेन्ट मात्रै आइरहने एल्गोरिदम बनाएर यो सोसल मिडिया चलाएर तपाईँले भने जस्तो यो मान्छे जित्छ ऊ मान्छे जित्छ भनेर रियलमा फिल्डमा त्यो हुँदैन हाम्रो मान्छे जित्छ हामी जित्छौँ 100% जित्छौँ हामी काठमाडौँमा म मात्रै होइन काठमाडौँमा धेरै हाम्रो उम्मेदवारहरू सबभन्दा बढी उम्मेदवार उज्यालो नेपाल पार्टीको जित्छ। एक नम्बर पार्टी बन्छ त्यसमा म एक नम्बर देशभरिको एक नम्बरको पार्टी भन्दिनँ काठमाडौँमा हामी एक नम्बरको पार्टी काठमाडौँ भन्नु मतलब उपत्यकामा एक नम्बर पार्टी मेरो पनि छ तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टीले बारम्बार धोका दियो भन्दै गर्दा तपाईँलाई उहाँहरूले चाहिँ पद लोभी भनेर आरोप लगाउनु भएको छ क्या तपाईँले प्रधानमन्त्री तपाईँ सुन्नुहोस् न पहिला सुन्नुहोस् न बालनजी र रासोपा बीचमा सहमति हुँदा के सहमति भएको थियो बालनजीलाई प्रधानमन्त्री अनि चाहिँ रविजीलाई पार्टी अध्यक्ष हो कि होइन भन्नु त त्यो सहमति भइसकेको थियो त्यसपछि मसँग सहमति हुँदा उहाँले उपाध्यक्षमा बस्नुभयो मैले मान्दिनँ म पनि एउटा चाहिँ क्यान्डिडेट त होला नि त तर मैले त उपाध्यक्ष पनि मानेर गएको हो नि त म एउटा आफ्नो आइडेन्टिटी भएको मान्छे म एउटा उपाध्यक्ष पनि त्यो थर्ड फोर्थ क्याटेगोरीमा राख्दा पनि हुन्छ भनेर गएको मान्छेले मैले पदको बार्गेनिङ गरेँ केन्द्रीय सदस्य चाहिँ 30% दिन्छु भन्नुभएको थियो पछि चाहिँ 12जना दिन्छु भन्नु त्यो पनि हुन्छ भन्ने होइन अनि के चाहिँ पदमा चाहिँ मैले लास्टमा साधारण सदस्य राखिदिनुहोस् मेरो चाहिँ हाम्रा साथीहरूलाई एडजस्ट गरिदिनुहोस् अब साधारण सदस्यमा बस्छु भन्ने मान्छेलाई पदको बार्गेनिङ गर्यो भन्ने कि पहिल्यै पद बार्गेनिङ पद बाँडफाँड गर्नेहरूलाई चाहिँ भन्ने त यस्तो पनि हुन्छ अब त्यो त उहाँलाई सोध्ने अब मलाई नसोध्नु है